चाहिँ के छ भने बालेन शाह 8 करोडको गाडी चढ्छन्। स्रोत के हो? उनी त झन् केपी ओली भन्दा पुरानो नेता भन्दा विलासी भए भन्ने आरोप लागिरहेको छ। के भन्नुहुन्छ तपाईँ? एउटा कुरा के भने नि, हामी नेपालीहरूको साह्रै नराम्रो बानी के छ भनेदेखि जहाँ मौका पायो त्यहीँनिर अरूको कुरा काट्ने, अरूको खेदो खन्ने, अनि यस्तो कार्य गर्दा चाहिँ आफू निकै नै महान हुन्छ भन्ने भ्रम पाल्ने के। तर हामीले कसैमाथि प्रश्न उठाउँदा चाहिँ त्यसभित्रको पृष्ठभूमिको चाहिँ सत्यता के छ त होइन भनेर खोतलेर मजाले हेर्ने प्रयास गर्नुपर्छ। अब बालेन शाहको जहाँ कुरा आउँछ धेरैलाई अझै पनि थाहा नहुन सक्छ उनको बारेमा है त, उनको स्रोतको बारेमा, उनको आय आम्दानी आर्थिक स्रोतको बारेमा, सम्पत्तिको बारेमा धेरैलाई थाहा नहुन सक्छ। बालेन शाह कुनै गरिबीबाट राजनीतिमा उत्रिएको पात्र होइनन्। हामीले सर्वप्रथम त बुझ्नुपर्ने कुरा, उनी तराईका जमिनदार परिवारका सन्तान हुन्। यस्तो परिवार जसको पुर्ख्यौली सम्पत्तिको लेखाजोखा गर्नै कठिन छ। यहाँसम्म कि त्यो सम्पत्ति बेच्दा उनको अहिलेको जुन सम्पत्ति छ त्यो बेच्दा उनको 10 पुस्तालाईसम्म आरामले सुती केही नगरिकन त्यत्तिकै होइन खुसी खुसी आरामले खान पुग्छ क्या। अब इतिहास पल्टाएर हेऱ्यौँ भने फेरि बालेनका बुवा र हजुरबुवा रामनारायण शाह राजदरबारसँग जोडिएका व्यक्तिहरूको औषधि उपचार गर्ने वैद्य परिवारका सन्तान थिए। उनीहरू चाहिँ वैद्य परिवारका सन्तान थिए। अब दरबारसँग जोडिएको यो पारिवारिक पृष्ठभूमिले उनीहरूको जीवन कहिल्यै अभावमा बितेन भन्ने पुरै स्पष्ट हुन्छ क्या। अब आउँछ अर्को महत्त्वपूर्ण कुरा, व्यावसायिक कमाई। राजनीतिमा आउनु अघि नै बालेन शाह एक स्थापित इन्जिनियर थिए। नक्सा कोर्ने, नक्सा पास गराउने, अब यी कामबाट उनले करोडौँ रुपैयाँहरू कमाइसकेका थिए। अर्थात् मेयर बन्नु अघि नै उनी आर्थिक रूपमा पनि सक्षम थिए, सबल थिए। अब हजुरको मनमा अर्को प्रश्न फेरि उठ्न सक्ला कि उनले मेयर भएर चाहिँ भ्रष्टाचार गरेर 8 करोडको गाडी किनेका हुन् भनेर, होइन? यसको सरल उत्तर मसित छ, कदापि होइन। यो सरासर गलत हो। किनभने उनी हुने खाने खानदानका सन्तान मात्र होइनन्, आफ्नै पसिनाको कमाई भएका व्यक्ति पनि हुन्। तर उनलाई यति धेरै आरोप लाग्नुको कारणहरूमा पहिलो कारणमा त छ अब 8 करोडको विलासी गाडी। केही विपक्षीहरू भन्छन् उनी केपी ओली जस्ता पुराना नेता भन्दा पनि अझ बढी विलासी देखिए। दोस्रो कारण छ उच्च सुरक्षा व्यवस्था। केपी ओली वा प्रचण्ड भन्दा पनि बढी सुरक्षाकर्मी किन, होइन? तर हामीले बुझ्नुपर्ने कुरा के भनेदेखि यो विलासिता होइन, बालेनमाथि आएको ज्यान मार्ने धम्की र सुरक्षाका थ्रेटका कारण अपनाइएको एउटा जटिल बाध्यता हो। अब दोस्रो कारण के छ भनेदेखि उनीमाथि निगरानी बढेको छ। हो, उनीमाथि निगरानी बढेको छ किनकि बालेन शाहलाई अब भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अगाडि सारिँदैछ। यसको अर्थ मान्छे सधैँ जति माथि उठ्छ नि उति नै निशानामा पर्ने गर्छ। पुराना दलहरूले पहिला उनीमाथि विभिन्न लालसाना मुद्दाहरू लाउने प्रयास गरे। जब त्यो सफल भएन, अहिले सुरु भयो बदनाम गर्ने खेल। उनको हरेक चाल, हरेक गतिविधिहरूलाई विलासितासँग जोडेर नकारात्मक हल्ला फैलाउने रणनीति। यहाँसम्म कि पाथिभरा दर्शन गरेको विषयलाई पनि लिएर धार्मिक राजनीति गरियो भनेर आरोपसम्म लगाइयो। कतिले त उनलाई जनतासँग नघुल्ने, सेल्फी नखिच्ने, भाषण गर्न नचाहने मुड्डी नेता भनेर समेत चित्रण गरे। तर समग्रमा हेर्दा बालेन शाहमाथि लागेको यी आरोपहरू वास्तविक विलासिता भन्दा बढी राजनीतिक प्रतिशोध हुन्। यो एउटा प्रयास हो नयाँ वैकल्पिक शक्तिलाई कमजोर बनाउने। अब निर्णय तपाईँको हातमा छ, हल्ला सुन्ने कि तथ्य बुझ्ने।